हजुर सबैजनामा बाढी र पहिरो विपदको कारणले हेर्नुहोस् यो हुल्लेरी तिखेढुङ्गा राजमार्ग अवरुद्ध भएको छ। पहिरो हरेक ठाउँमा पहिरो गएको हुँदा ठाउँ ठाउँमा पहिरोले गर्दा बाटो अवरुद्ध भई जनजीवन प्रभावित भएको यहाँलाई अब जानकारी गराउँदछु। हरेक ठाउँमा पहिरो गएको छ, बाटो पुरै अवरुद्ध भएको छ, गाडी सञ्चालन भएका छैनन्। यहाँका जनताहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। नयाँ पहिरो भक्कसी आजको ताजा अपडेट। अहिले भक्कसी झर्दै गरेको पहिरो हेर्नुहोस्, मान्छे हिँड्न नमिल्ने अवस्थामा छ पहिरो पनि। यति क्षतिपूर्ण क्षति गरेको छ पुरै। ओह, त्यत्रो ढुङ्गो ल्याएको माथिबाट क्या त्यसले, त्यो ढुङ्गो ल्याएको हो के ऊ त्यो ढुङ्गो कताबाट जान लाउनु भयो हजुर? आउँछ त घुरौली खोलामा हेर्नुहोस् त, छहर कुनाको छहर हो यही हो, छहर हो भन्ने कुरा। कति माथि पानी आयो होला हेर्नु, माथि कति उफ्रेखा, एक हात उफ्रेखा माथि। पहिरोमा कोही पनि नबसी हुन्छ कि कतिखेर झर्छ नि त्यो थाहा छैन। ओ खेमजी जानु क्या माथि ढक्यो, त्यसरी नअड्किनु नि यार। अनि बाटोको अवस्था हेर्नुहोस्, यो हिउँदमा त गाडी दौडिएको थियो यहाँ बस, अहिले बर्खामा सबै बाटो तल, नयाँ बाटोले पुरानो बाटोसम्म गइसक्यो। बाटो माथिबाटै अर्को रोड, दुईवटा रोड बराबरै भएको छ, लेभलमा आएको छ। हेर्नुहोस् त यस्तो छ बर्खाको अवस्था। हजुर त्यही हो तिखेढुङ्गा जाने, तिखेढुङ्गा उल्लेरी यहाँबाट हुँदै घोरेपानी सिख घारासम्मका पैदल यात्रीहरू पनि यो बाटो हिँड्ने गर्नुहुन्छ। यो बाटो घोरेपानी त्यो मेन गरी तिखेढुङ्गा उल्लेरी घोरेपानीको ट्रेकिङ रोड पनि हो। यो बाटोको कारणले यस्तो गर्दा बाटोले गर्दै रोड अवरुद्ध भएको छ। हेर्नुहोस्, उल्लेरीसम्म पुग्दा 5 घन्टा जति लाग्छ हजुर। बाटोको कारणले पैदल यात्रीहरूलाई एकदम शास्ति समस्या छ। अहिले जताततै यो मनसुनले गर्दा पानी यो वर्षा धेरै भएको कारणले गर्दा हेर्नुहोस्, यो छहरा त्यसलाई भनिन्छ छहरा कुना भुत्ते छहरा। मनसुनले गर्दा बाढी पहिरो विपदका घटनाहरू धेरै घटिरहेको अवगतै छ हजुरहरूलाई, यहाँहरूलाई थाहा नै होला। त्यसै मध्येमा वडा नम्बर 8 र वडा नम्बर 9 तिखेढुङ्गा जोडिने यो ग्रामीण सडक अवरुद्ध भएको छ। अवरुद्ध भएको कारणले यहाँका जनजीवनहरू प्रभावित भएका छन्। मानिसहरू आवतजावत गर्न एकदम कठिनाइ भइरहेको छ र पहिरो झर्ने क्रम जारी रहिरहेको छ भने यहाँ एकदम पानी पनि बर्सात पनि भइरहेको छ। हेर्नुहोस्, यो डाँडा माथिबाटै आएको छ भने अझै आउने क्रम जारी नै छ। यसमा धेरै खोलेको छ, माथिको बाटोधरि लिएर आएको हुँदा यो पुरै पाहाडै झर्ने अवस्थामा छ, माथि चर्किएको छ पुरै, यो झर्ने अवस्थामा छ। र सधैँका चाहिँ हरेक गएको वर्ष त्योभन्दा अगाडिको वर्ष नै यस्तै अवरुद्ध भएको थियो। अघिल्लो वर्ष त साउन महिनासम्म गाडी सञ्चालनमा थियो भने यो महिना त असारको आज 27 गते 28 गते, आज 28 गते भनेको कि तपाईँको आजभन्दा 4 दिन अगाडिदेखि नै बाटो पुरै अवरुद्ध भएको छ र पुरा हिँड्न एकदम कठिनाइ भएको छ यहाँका जनतालाई। र यो सूचना सबैमा प्रवाह गरिदिनु।
र सबैले सेयर गरिदिनु हुन यहाँहरूलाई अपिल पनि गर्दछु। र यो तत्कालै यो बाटो यहाँका जनतालाई हिँड्न मिल्ने गरेर, यातायातको सुविधा नभए पनि हिँड्न मिल्ने गरेर सहजीकरण गरिदिनु। गाउँपालिका अध्यक्षज्यू लगायत जिल्ला र प्रदेश सरकारसम्म यो आवाज पुर्याइदिनु हुनु होला, यहाँहरूलाई आह्वान गर्दछु। धन्यवाद। घट्टे खोलाको अवस्था यही हो, यी खोल्छु माछाठाँटीको केही नै छैन अहिले त। पुरै पहिलाको जस्तो अवस्थामा थियो त्यस्तै अवस्थामा पुगेको छ अहिले यो पुरानो बाटो। पहिलाको तुलनामै भएको छैन नि बाटो नै। यहाँका ढुवाङहरू तल पुर्याए एउटा एउटा त्यही बिचमा जहाँ राखेको त्यहीँ छ। ल हेर्नुहोस्, यो घट्टे खोला हो।